लु हामी त लाग्यौँ नि होलिडेतिर कता पढ्नुमा आऊ खै तपाईँको चस्मा हामी त चारजना आउनै छ त नि यो चाहिँ युकेको ट्रेन हो अब हामी त जानुपर्ने यता रहेछ मेरो यहाँ नानीहरू अगाडि हिँड्दैछ अझै लामो त लामै हुँदो रहेछ है लामै हुँदो रहेछ नि जङ्गलमा त रहेछ यस्तोरी जाँदैछ हामी चाहिँ सेकेन्ड ट्रेनमा चढिसक्यो तर म पहिलो ट्रेनमा चाहिँ सुतेर बिताएछु अब यहाँ म भर्खर बिउजे यस्तो छ यहाँ पुचुने घरहरू छ म चाहिँ यहाँ छु गलेको जस्तो भइरहेछ मलाई त घुम्नु गएको बेला पुरा सुत्छु क्या मेरो सुत्ने बानी हुन्छ क्या गाडीमा ट्रेनमा यहाँको ट्रेन पनि राम्रो हुँदो रहेछ नगनाउने खालको यस्तो रहेछ हामी चाहिँ एकदम उयो युकेको नर्थ साइड है फोनमा नर्थ साइड है हामी जाने ए साउथ साइड ओ रङ इन्फर्मेसन दिनु साउथ साइड जाँदैछौँ अरे यता यस्तो रहेछ खोला हो मेरो छोरी यहाँ बसिरहेछ भाइ यता पछाडि छ उसको बाबा उता यो त कतारको जस्तै पो लाग्यो यो टावर ए दुबईको टावर म त सुतेकै छु कसरी यहाँ यस्तो बनायो त्यहाँको हेरेर बनायो क्या हो यहाँ मेरो यहाँ एउटा आमाले यसको छोरालाई क्रिम लगाइदिएको देखेछ ऊ छोरीले भनेको अब उसलाई पनि भात हातले खुवाइदिनु रे बाबा यिनीहरूले त माने रहेछ म त त्यस्तो पेन चाहिँ पारिनँ नि त यिनीहरूलाई सानोदेखि आफै खानु लाएँ किनकि आफ्नो हातले खाएको राम्रो हो होइन अनि मैले म पनि त्यही तरिकाले हुर्केँ मैले यिनीहरूलाई पनि त्यसरी नै हुर्काएँ ऊ मेरो छोरा भारी बोकेर जाँदैछ उसको बाबा मेरो बुढा छोरी एउटा आइमेले नानीलाई क्रिम लगाइदिएको देखेर उसलाई पनि भात खुवाउनु रहेछ अगाडि म्याडम हाम्रो घरको म्याडम पछाडि हामी उनी जान्ने पढ्नुमा लोकेसन देखाउने टिकट काट्ने अब हामी चाहिँ पानी जहाज चढ्न फेरि भन्दो रहेछ यहाँ चाहिँ फेरि कति राम्रो एयर होस्टेसहरू छ हामी चाहिँ यहाँ चढौँ तर यो उल्टो जान्छ कि उल्टोपट्टि जान्छ उल्टो गयो फेरि के उल्टो जान्छ कि सुल्टो जान्छ नेपालीको तनाव स्टार्ट हामी चाहिँ अब लाग्यौँ यिनीहरूले चाह्यो भने त यहाँ लामो पुल बनाएर गाडी जाने बनाउनु सक्छ नि तर पनि यिनीहरूले नेचुरलसँग चाहिँ खेलवाड नगर्ने रहेछ होइन पढ्नु अहिले चाइनिजहरू चाइनाहरू भएको भए अहिले अर्को बनाइहाल्दैन नेचरलाई चाहिँ उनीहरूले बचाएर राख्दो रहेछ त्यो घर कस्तो राम्रो यो चाहिँ युकेको त्यही प्रान्त रहेछ यो टापु अनि यहाँ आउनलाई चाहिँ ट्रेनमा आएर यो सानो फेरी भन्दो रहेछ सानो पानी जहाज
भागाइ त भयो। नेचरसँग चाहिँ यिनीहरूले खेलवाड चाहिँ नगर्ने रहेछ। यिनीहरूको यो चाहिँ मलाई साह्रै मन पर्यो। नत्र यिनीहरूले चाह्यो भने त पुल बनाउनु सकिहाल्छ नि। मलाई चाहिँ बियर खानु सक्दिनँ, मन पर्दैन बियर हार्ड ड्रिङ्कहरू। मलाई युकेमा मनपर्ने भनेको यो साइडर हो। खाए ल त्यो ब्राउन सस चाहिँ कस्तो टेस्ट हुन्छ? मलाई चाहिँ यो मात्रै मनपर्छ। तपाईँहरू घुम्नु जाँदा चाहिँ जहिले पनि नबिर्सिनु कि यो डल्ले खोर्सानीको पेस्ट चाहिँ बोकेर हिँड्नुहुन्छ नि। जुनै खाना पनि यम्मी हुन्छ। हामी चाहिँ यहाँ फिस एन्ड चिप्स खाँदैछ, तर त्यसमा चाहिँ मैले यो डल्ले खोर्सानीको पेस्ट बनाएको थियो हिजो। बनाउने मान्छे चाहिँ यहाँ छ, फेरि मार्छ अहिले मैले बनाएको भन्दा। मिठो भाइ पनुमा हामी चाहिँ नानीलाई चाहिँ छोरालाई चाहिँ भाइ भन्ने चलन छ क्या। उसको काकालाई पनि भाइ, ऊ पनि भाइ नै हो। यो सबैको भारी बोक्ने नाम्लो चाहिँ यो हो। खै केनेलाई छोप्यो अलिकता हो। यहाँ चाहिँ हामीले त्यो घर मात्रै लिएको हुन्छ, त्यहाँ खानेकुरा चाहिँ सबै आफै किन्नु पर्छ क्या। किनेर यहाँ अब लान आँटेको 4 दिन लाग्यो हामी त्यहाँ बस्ने। कोनाङ बाबा छोरी। यो घर चाहिँ हाम्रो 4 दिनको लागि रिजर्भ हो। यहाँ चाहिँ आफै पकाइ खानु पर्यो, आफै सामानहरू ल्याउनु पर्यो। यिनीहरूले चाहिँ ग्यास चुल्हा भाँडाकुँडाहरू राखिदिएको हुन्छ। यस्तो चाहिँ राम्रो छ गाउँ। यता हो समुद्र, भोलि जाने समुद्र छ। यो जुनले मलाई एकदम मन्त्रमुग्ध बनायो है। कस्तो राम्रो जुन के हो यो चाहिँ जुन हो, कस्तो राम्रो।